83 साल जेठको महिनामा यी 5 राशिहरूको भाग्यमा वृद्धि भएर जानेछ। सम्पूर्ण कार्यहरू बनेर जानेछन्। आर्थिक क्षेत्रमा उन्नति र प्रगति भएर जानेछ। कुन कुन राशि हुन् त ती 5 राशिहरू? वृष राशि, कर्कट राशि, सिंह राशि, धनु राशि र मीन राशि। यी 5औं राशिहरूको लागि अत्यन्तै राम्रो समय 83 साल जेठको महिनाभरि नै हुनेछ। तपाईले सोचेका सम्पूर्ण कार्यहरू बनेर जानेछन्। समग्रमा जेठको महिना कस्तो रहनेछ हाम्रो देशको लागि, यो बारेमा पनि म तपाईहरुलाई जानकारी गराउन चाहन्छु। संक्रान्ति शुक्रबार परेको हुनाले जनता सुखी र खुसी हुनेछन्। यो जेठको महिनामा पशु चौपाईहरूको मूल्यमा वृद्धि भएर जानेछ। सुन, चाँदी, हीरा र मोती जस्ता धातुहरूको र रत्नहरूको मूल्यमा पनि भारी सङ्ख्यामा वृद्धि हुने अवस्था देखिन्छ। खाद्य पदार्थ तथा स्निग्ध पदार्थको मूल्य सामान्य नै रहने अवस्था देखिन्छ। दुग्धजन्य पदार्थको माग अत्याधिक धेरै हुने अवस्था देखिएको छ। वर्षातको कारणले गर्दाखेरि बाली नालीमा केही समस्याहरू आउन सक्नेछन्। अत्याधिक गर्मीको कारणले गर्दाखेरि जल क्रीडा बढी हुने अवस्था देखिन्छ। शेयर बजारको क्षेत्र उकालो लागेर जानेछ। जेठको महिना राष्ट्रिय योजनामा धेरै सुधारका कार्यक्रमहरू आउनेछन्। धन्यवाद, नमस्कार।